नेपालकै इतिहासमा पहिलो पटक चीन र भारत नेपाल मामिलामा एक ठाउँमा आए। चीन र भारतको दृष्टिकोण एउटै छ, यो इतिहासमै पहिलो पटक पहिलो पटक कन्फर्म है डाक्टर? कन्फर्म चीन र भारत एक ठाउँमा छन् भन्नुको मतलब उनीहरू संसद पुनर्स्थापनाका लागि एक ठाउँमा छन् कि के त? त्यही पोइन्टमा आउँदैछु। अब हेर्नु होला, 2-4 दिनमा नेपाली कम्युनिस्ट पार्टी भन्ने छ नि अहिले, तत्कालीन माओवादी समाजवादीहरू सबै मिलेर भनेको, ती पनि संसद पुनर्स्थापनामा आउँछन्। संसद पुनर्स्थापना भयो भने सबैभन्दा खुसी चाहिँ सुशीला कार्की नै हुन्छन् जस्तो लाग्छ। सेफ ल्यान्डिङ। शेरबहादुर देउवा र केपी ओलीको तारनको भेटघाट लुडो खेल्नलाई त होइन होला, पेन्डुलमै हो, उसको आधारै छैन, ऊ जोडिएको छ, आधारमा जग्नै छैन, यसरी अडिएको छ, यतिकै एउटा के आकर्षणले अडिएको छ। सधैँ महत्त्वपूर्ण संवादका लागि रहेका छौँ। हामीसँग राजनीतिक विश्लेषक डाक्टर राजेन्द्र चापाई हुनुहुन्छ। उहाँ राजनीति र भू राजनीतिको पनि राम्रो दखल राख्ने व्यक्तित्व हुनुहुन्छ। विभिन्न सन्दर्भमा केन्द्रित रहेर उहाँसँग संवाद गर्नेछौँ। डाक्टर साहब स्वागत छ हजुरलाई। धन्यवाद। डाक्टर साहब, विभिन्न सन्दर्भमा हामी कुराकानी गरिरहेकै हुन्छौँ र नेपालमा जो जेनजी विद्रोह भयो त्यसका कारणका बारेमा पनि हामीले अघिल्लो श्रृङ्खलामा डाक्टर साहबसँग लामो कुराकानी गरेका थियौँ र यस पछाडि केही महिना त बित्यो र निर्वाचन गर्ने मुख्य कार्यभार सहित आएको यो सरकार छ र अब अझै पनि निर्वाचन हुने कि नहुने एकातिर अन्यलता छ। अहिले दुई थरी एजेन्डाहरू भनौँ न, एउटा संसद पुनर्स्थापनाका कुरा पनि बेजोड रूपमा उठेका छन् र अर्को निर्वाचनको कुरा पनि हुँदै गर्दाखेरि हिजो प्रधानमन्त्रीको एउटा मन्तव्य डाक्टर साहबले पनि सुन्नुभयो होला, बडा इरिटेड आवाजमा उहाँले बोल्नुभयो, हामी त पेन्डुलम जस्तो भयौँ, अचानो जस्तो भयौँ, जेनजीले पनि छोड्दै भन्छ, दलका नेताहरूले पनि आजै छोड भोलि छोड भन्छन्, के गर्ने कसो गर्ने, बडा विखलबन्दमा परेको जस्तो, विलखबन्दमा परेको जस्तो आवाजमा उहाँ चाहिँ प्रस्तुत हुनुभयो। कसरी हेर्ने डाक्टर साहब यसलाई? यहाँबाट आजको हामी संवादको सुरुवात गरौँ न। जेनजी आन्दोलन भयो र जेनजी आन्दोलन नेपालको अलि अन्यत्र भएको भन्दा फरक खालको भयो। जेनजी आन्दोलन, यसलाई कलर रिभोल्युसन पनि भन्ने गरिन्छ, जसमा कुनै पार्टी दलको कुनै सैद्धान्तिक कुरा हुँदैन। त्यो चाहिँ सर्बियाबाट सुरु भयो होइन, 2000मा, त्यसपछि जर्जियामा गयो 2003मा, त्यसपछि त्योभन्दा पहिले 2005मा त युक्रेनमा पनि भइसक्यो। त्यसलाई ओरेन्ज रिभोल्युसन भन्थे, कुनैलाई पिङ्क रिभोल्युसन भनेर कलरको नाम दिएका छन्। त्यही कलर रिभोल्युसन जस्तै नेपालमा जेनजी रिभोल्युसन भयो। यो पनि एक खालको, त्यहाँ जेनजी रिभोल्युसनमा पार्टी थिएन कि, माओवादी हो कि काङ्ग्रेस हो कि एमाले हो कि राप्रपा हो कि राजसपा हो कि थिएन, त्यो सबै मिसिएका थिए। राजसपाका पनि थिए त्यहाँ, माओवादीका पनि थिए त्यहाँ, समाजवादीका पनि थिए त्यहाँ, ती सबै खालका चाहिँ मिसिएर चाहिँ त्यो आन्दोलन भयो। एउटा जेनजी आन्दोलनको एउटा अलिक पृथक नेपालमा के भयो भन्दा, बङ्गलादेशमा 21 दिन जेनजी आन्दोलन चल्यो, 21 दिन सरकारलाई अपदस्थ गर्यो होइन। केन्यामा चाहिँ 14 दिन चल्यो, 14 दिनमा चाहिँ अपदस्थ गरेर 24कै कुरा हो होइन। यो विगतका रिसेन्टली भएका श्रीलङ्कामा 11 दिन चल्यो, लगातार ती दिनहरूमा सरकारलाई अपदस्थ गरे। नेपालमा 27 घन्टा नेपालमा जेनजी आन्दोलन चलेको, जम्मा 27 घन्टा। त पनि 27 घन्टा त पुरा जलन संस्कृतिलाई पनि त्यसमा लियो भने 27 घन्टा होइन भने 11 घन्टामा नेपालको आन्दोलनमा चाहिँ सत्ता उलटपलट भयो। त्यो एकदमै चाँडो भयो र यसको कारण के रहेछ भन्दा, यो जेनजी पुस्ता भनेको यो डिजिटल युगबाट आएको पुस्ता भयो। डिजिटल युगबाट आएको, डिजिटल युगमै जन्मियो, डिजिटल युगमै हुर्क्यो र डिजिटल युगसँग अभ्यस्त भएको पुस्ता हो। यो पुस्ताले क्विक डिसिजन चाहन्छ, अलिक चाँडो। त्यही भएर यो सर्टकट हेर्ने, सर्ट भिडियोहरू हेर्ने, टिकटक हेर्ने, लामो निर्णयहरू सुन्न नचाहने, इन्टरेक्सनमा त्यति धेरै परिवारसँग जान नचाहने, इन्टरेक्सन नजाँदै पनि त हातमा भएको ग्याजेटबाट, एउटा मोबाइलबाट उसले संसार निहालेर बसेको हुन्छ, संसारमा भइरहेको उथलपुथल हेरिरहेको हुन्छ, विकास हेरिरहेको हुन्छ होइन। त्यो चाहिँ हेर्ने एउटा पुस्ता रहेछ। त्यो पुस्ता चाहिँ अचानक आयो र त्यो पुस्ता आउँदाखेरि 23 गते र 24 गतेको जेनजी विद्रोहलाई हामीले फरक किसिमले हेर्नुपर्छ। 23 गतेको यो त्यसको अर्ग्यानिक जेनजी थियो। अर्ग्यानिक जेनजी चाहिँ एन्टी करप्सन, नो करप्सन भनेर आएको थियो, नो नेपोटिज्म भनेर आएको थियो र गुड गभर्नेन्स भनेर आएको थियो। ती चाहिँ आम नेपाली जनताका माग थिए, ती जेनजीका मात्रै माग थिएनन्। त्यो मागसँग आम नेपाली जनताको एकाकार थियो। तर जब पछि सोसियल साइट पनि खुल्यो, सोसियल साइट खुलिसके पछाडि यहाँलाई सम्झना छ होला, 3 बजीतिर हामी फिर्ता जाउँ
पनि भनेका थिए। 24 गते अनि भू राजनीतिक जेन्जी चल्यो। 24 गते जलन संस्कृतिमा भू राजनीतिक जेन्जी चल्यो। हो 23 गतेको रियाक्सन त पक्का हो, त्यसलाई नखान सकिन। त्यो रियाक्सन 23 गतेको घटेको घटनाको रियाक्सन सिंहदरबार जलाउनसम्म जाँदैन। 23 गतेको रियाक्सन संसद भवन जलाउनसम्म जाँदैन। 23 गतेको रियाक्सन प्रधानमन्त्री कार्यालयमा गएर कम्प्युटरका हार्ड डिस्क झिक्नेसम्म जाँदैन। त्यसकारण 24 गतेकोलाई हामीले अलिक छुट्टै पङ्क्तिमा राखेर हेर्नुपर्छ। अब त्यो यसलाई छुट्याएरै हेर्दै जाँदाखेरि कुरा बुझिन्छ। छुट्याएर एउटै भनेर फेरि सोलो डोलो एउटै हो, एकदम प्योर हो, जेएनजी हो, नेचुरल हो भन्नु फेरि कुरा बुझिँदैन। जेएनजी प्रोटेस्ट सोलो डोलो हेरेर चाहिँ यसको व्याख्या गर्न सकिँदैन। 23 को सेप्टेम्बर 8 एउटा हो, सेप्टेम्बर 9 अर्को हो। सेप्टेम्बर 9 भयो जलन संस्कृति विकास भएको त, व्यावसायिक भवनहरू जलाएको त 9 भयो। सेप्टेम्बर 9 भयो भने जति बेला प्रधानमन्त्री राजीनामा दिइसक्नु भएको थियो, जति बेला सोसियल साइट बन्द गरेको खुला गरिसकिएको थियो, त्यस पछाडि हो नि त जलन गएको त। त्यसकारण चाहिँ त्यो छुट्टै हो। त्यसमा चाहिँ पुरै राजनीतिक खेलोमेलो धेरै भयो। त्यो बारेमा अलि पछि कसरी भयो भन्ने बारेमा आउँछु डाक्टर साहब। तर अहिले पनि निर्वाचन हुने कि नहुने अथवा संसद पुनर्स्थापना हुने कि के भन्ने कुरामा त अझै पनि देखियो नि त। यसलाई चाहिँ कसरी हेर्ने? अब सरकारलाई यहाँले बेखेलबन्दमा परेको छ सरकार। जेनजीसँग मलाई फ्रेङ्कली स्पिकिङ जेनजीसँग सरकार छोड भन्ने नैतिक अधिकार छैन। त्यत्रो विद्रोह गरेर नयाँ सरकार जेनजीकै अगुवाईमा बनाइने, जेनजीकै अगुवाईमा बनाइने सरकारलाई अनि त्यसमा त्यत्रो विद्रोह गर्ने, त्यत्रा व्यावसायिक भवनहरू बन्द भयो, त्यस्तो अदालत जल्यो, सिंहदरबार जल्यो, देश तहस नहस भयो, स्टेटलेसनेस जस्तो भयो, पुरै एनार्की भयो, कुनै कानुन थिएन, प्रहरी थियो, प्रहरीलाई पिटेर समातेर पिटेर बाटोमा मारिएका पनि घटना देखेको छ। निरीह छ सेक्युरिटी क्षेत्र, आर्मी निरीह बनेको छ, पुलिस निरीह बनेको छ, यहाँको इन्टेलिजेन्सिया चाहिँ कता छ थाहै छैन। त्यत्रो विद्रोह गरेर अनि सरकार अपदस्थ गर्ने, ओलीको सरकार अपदस्थ गराउने, अनि जेएनजी सरकार बनाउने, अनि अहिले आएर त्यही सरकारलाई फेरि राजीनामा दे भनेर नारा लगाएर हिँड्न सुहाउँछ। दिक्क हुनुभएछ, सुशीला कार्की दिक्क हुनुभएछ, इरिटेट हुनुभएछ। बैठकहरूमा हेर्दाखेरि पनि भागभङ्गी बिचरा कहिले टाउकामा हात राख्नुहुन्छ, कहिले खुइए गर्नुहुन्छ, कहिले हाई गर्नुहुन्छ। अहिले त मुखै खोल्नुभयो नि त उहाँले त। अचानु भएमा भन्नुभयो सुशीला कार्कीले। स्वाभाविक हो। आज दलहरूले चाहिँ राजीनामा दे भनेको छ, दलहरूले चाहिँ तल संविधानले चिन्दैन भनेको छ। चिन्दा पनि चिन्दैन संविधान त। संविधानको 76ले त कुनै पनि उपदफाले अहिलेको प्रधानमन्त्रीलाई चिन्दैन। त्यो व्यवस्था नै छैन। त्यो त थ्योरी अफ नेसेसिटी, डक्ट्रिन अफ नेसेसिटी भनौँ न, आवश्यकताको सिद्धान्त अनुसार बनेको हो प्रधानमन्त्री त। त्यो बेला सुशीला, एउटा कुरा अलिक गम्भीर भएर पनि सोच्नुपर्छ, त्यो बेला सुशीला कार्की प्रधानमन्त्री नभइदिएको भए अथवा कोही पनि प्रधानमन्त्री नभएको भए देश के हुन्थ्यो? देश त्यसपछिका 2 दिनमा देश के स्टेटलेस हुन सक्थ्यो। त्यो बहुत ठुलो सङ्कट थियो नि। त्यो सङ्कटको बेला सुशीला कार्कीले एउटा रिस्क चाहिँ लिनुभएको, उहाँलाई सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ व्यक्तिगत किसिमले। तर आज त दिगदारीमा हुनुहुन्छ हेर्नु त, देशको प्रधानमन्त्री लेभलको सुशीला कार्कीको मुखबाट सुनिएको शब्द हो हिजो मात्र डाक्टर साहब कि म त पेन्डुलम भएँ। सुशीला कार्कीले भनेको शब्द है पेन्डुलम जस्तो भयो, केही पनि गर्न सकिँदैन। जेएनजी पनि छोड भन्छ, दल पनि छोड भन्छ। अचानु भयो, जरुर छोडौँ भने कसरी छोडौँ, गरौँ कसरी गरौँ। आज रुवावासी गरेर हिँड्न पनि ठाउँमा सुशीला कार्की पुग्नु। ल हेर्नुहोस् त डाक्टर साहब। अनि सुशीला कार्कीको सरकारको आधार के हो त? आधार जेएनजी हो कि होइन? उहाँको टेक्निक आधार भनेको त, आधार भूमि भनेको त जेएनजी हो। त्यो जेएनजीले राजीनामा दिन्छ भनेपछि त अनि सुशीला कार्कीको आधारै छैन त, पेन्डुलम भएर त। दलले त संविधानले चिन्दैन, तैँले राजीनामा दे भनेर राखेका छन्। अब यहाँको प्रश्नमा आउँ, संसद पुनर्स्थापनाको कुरा छ। संसद पुनर्स्थापना सम्भवतः हुने बाटोमा धेरै देखियो। एकातिर सरकार कमजोर भयो, जेएनजीले आधार छोडिदियो। जुन सरकार अडिनुपर्ने आधार हो, जमिन हो, त्यो जमिन त छैन, भ्याकुम छ। अहिले त सरकार त यसरी पेन्डुलमै हो कि वास्तवमा पेन्डुलमै हो। उसको आधारै छैन, ऊ जोडिएको छ हावामा, यत्तिकै जोडिएको छ। जब जग नै खनिसके पछाडि घर त ढल्छ भन्ने ढल्यो, जग नै छैन, यसरी अडिएको छ। यत्तिकै एउटा के आकर्षणले अडिएको छ, एउटा कुनै बाह्य विदेशी बाह्य खालका धेरै खाले देशी विदेशी चाहिँ आधारहरूले, चुम्बकहरूले त्यसलाई धानेको छ। तर त्यसको टेक्निक जग त छैन नि त। पेन्डुलम त सही शब्द ल्याउनु भयो उहाँले, सरकारहरूको पेन्डुलमै हो। अब दलहरूले यो सरकारलाई स्वीकार गर्दैन
किन भन्दा उनीहरू त अपदस्थ भएर बसेका छन्। दलहरूले गर्दैनन् भन्दा पनि केही दलहरूले फेरि नारा दिएका छन् गर्छौँ भनेर, चुलो बजाऊ भनेका छन्, कता कता चाहिँ मिसिएर नयाँ नयाँ दल पनि बनाएका छन्। अब दुईवटा पाटा भयो देशमा। एउटा पाटो भयो संविधान संसद पुनर्स्थापना गर्ने, संविधान पुनर्स्थापना गर्ने र संविधान मिलिजुलीको सरकार, राष्ट्रिय सहमतिको सरकार बनाउने र दिगो निकास खोज्ने एउटा भयो। एउटा दफा भयो होइन, निर्वाचनमै जाने, निर्वाचन गर्ने, फ्रेस म्यान्डेट लिएर जाने भन्ने एउटा कित्ता भयो। दो बाटोमा देश उभिएको छ, दुईटा कित्ता भयो। दुईतिर बाटो देखियो देशको अहिले, त्यो ठ्याक्क दुईतिरै गएन, बिचमा अहिले देश छ। एउटा संसद पुनर्स्थापना हुँदै एउटा नयाँ कुर्समा जाने, अर्को निर्वाचनबाट नयाँ संसद ल्याउने। कुन बाटो जान्छ भन्ने ठ्याक्कै भन्न सकिहाल्ने स्थिति चाहिँ छैन। अब संसद पुनर्स्थापना नेकपा एमाले फ्रम द राइट डे नै भन्यो होइन, जब राइट डे सुरुवातदेखि नै दृढ छ, एमाले दृढ छ। तर त्यो बेला नेपाली काङ्ग्रेसले त भनेन नि, अरू कुनैले पनि भनेनन्, सबैले निर्वाचनमै जाने भने होइन र। नेपाली कम्युनिस्ट पार्टी भन्ने भनेको छ पहिला, तत्कालीन माओवादी, तत्कालीन एकीकृत समाजवादीहरूले पनि त संविधान पुनर्स्थापना के अरे संसद पुनर्स्थापना भनेनन्। तर नेकपा एमाले भन्दै आयो। हेर्नुहोस् है, यहाँ परिघटनालाई कसरी डेभलप भयो भन्ने कुरा अलि संवेदनशील भएर बुझ्नुपर्छ। यहाँ कुन हावा चल्यो भनेर अब पनि हामीले बुझिन भनेदेखि देश ठुलो बड्खालोमा जान्छ। नेकपा एमाले संविधान के अरे संसद पुनर्स्थापना हुनुपर्छ भनेर फर्स्ट डेबाटै भन्यो। किन भन्दा भन्नुपर्ने नेकपा एमालेलाई पनि त्यो बाध्यतै पनि थियो, किनकि उसको सरकार थियो। जति बेला आन्दोलन भयो सरकार त उसको नेतृत्वको सरकार ढलेको नै हो, काङ्ग्रेसको पनि सहभागिता थियो। तर काङ्ग्रेसले के गर्यो, उसले त राजीनामै दिए नि। सबभन्दा पहिला राजीनामा दिने त गृहमन्त्री भयो नि त। सबभन्दा पहिला राजीनामा दिनु भनेको उनी आत्तिएको, त्यहाँबाट आत्तिएकै हो। त्यसपछि मात्रै हाम्रो केपी शर्मा ओलीले राजीनामा दिनु पछाडि होइन, काङ्ग्रेसलाई तुरुन्तै दिइसक्यो। त्यस्तो बेलामा काङ्ग्रेसले सुरुमा संसद पुनर्स्थापना हुनुपर्छ भनेर किन बोलेन त? सरकारमा त त्यो सहभागी, तर ऊ चाहिँ निर्वाचनमा जाने, महाधिवेशन अर्ली महाधिवेशन गर्ने भनेर उतातिर चाहिँ शेखर कोइरालाहरू, गगन थापाहरू, विश्वप्रकाशहरू सब त्यतातिर लागे। काङ्ग्रेस मौन रह्यो र काङ्ग्रेस पनि निर्वाचनमा जाने भनेर लक्षण देखायो होइन र। अब अहिले पछिल्लो चरणमा एमाले संसद पुनर्स्थापना भनेरै बस्यो। उसका बाध्यता थिए अथवा ठिकै थियो कुरा, त्यो अर्को समयले निर्णय गर्ला। एमालेको पोजिसन थियो, त्यही पोजिसनमै छ अहिले पनि। अब हेर्नुहोस्, अहिले काङ्ग्रेसका पनि हस्ताक्षर सङ्कलन भएका छन् संसद पुनर्स्थापना हुनुपर्छ भनेर, निर्वाचनमा जानुपर्छ भनेर छ। एकदम काङ्ग्रेसका हस्ताक्षर सङ्कलन हुँदाखेरि पनि हुँदैन, यो हस्ताक्षर सङ्कलन हुँदैन। पार्टीको चाहिँ अर्ली महाधिवेशन हुनुपर्छ र निर्वाचनमा जानुपर्छ भनेका शेखर कोइरालाहरू पनि संसद पुनर्स्थापनाको कित्तामा आज 2-4 दिन भइसके, जम्मा 2-4 दिन भयो। संसद बिस्तारै शेरबहादुरले कोल्टे फेर्दै सिङ्गो काङ्ग्रेस कोल्टे फेरि ठाउँमा लगभग हो शेखर कोइराला पनि आए। यसमा शेरबहादुरको मात्र रोल छैन, म रोल भन्दैछु फेरि। हजुर रोल अर्कै छ। हामी घटनाक्रमबाट विश्लेषण गरेर पनि कुरो बुझिन्छ। पल्ला अलि कसरी बाह्य फ्याक्टर खेले भन्नेतिर जाँदैछु। शेरबहादुरको कुनै रोल छैन बिचरा होइन। शेरबहादुरले चाहिँ त पछिल्लो छ, शेरबहादुर आफै पनि त्यो प्रभावमा परेर भनेका उनी पनि तपाईँले निर्वाचनै गराउने भनेर फ्रेस म्यान्डेटबाटै जाने भन्दै थिए। अघिल्लो ठुलो पार्टी हो, गाउँ गाउँमा समिति छ, टोलमा चाहिँ कमिटी बनेको छ, हामी जित्छौँ भन्ने नै थियो। अनि शेखर कोइराला त निर्वाचनमा जाने नि भनेको व्यक्ति पनि आए, गगनहरू पनि आए जाने भनेर गर्दा गर्दै काङ्ग्रेस पनि किन ढिला आयो, किन पहिले सुरुबाट चाहिँ संसद पुनर्स्थापना हुन किन सकेन? यो त हेर्नुपर्छ नि शिवजी, यो त भेरी सिरियस म्याटर। चुनाव उसले भनेर किन चुनावकै पक्षमा दृढ हुन सकेन? किन सकेन? ढल्क्यो नि त काङ्ग्रेस त अहिले ढल्किँदा सर्लकै लगभग पुरै ढल्किसक्यो। किन ढल्क्यो भन्दा काङ्ग्रेस आफै ढल्किएको होइन, काङ्ग्रेसलाई ढल्काइयो। भेरी गुड वर्ड। कसले काङ्ग्रेसलाई ढल्कायो? कसरी भइरहेछ? कसले ढल्कायो भन्ने कुरा शिवजीले बुझ्नुहुन्छ। म फेरि अब 1 मिनट बोल्छु। कसले ढल्कायो भन्ने कुरा आफै बुझ्नुहुन्छ। जनमत पार्टी पनि संसद पुनर्स्थापना अस्ति आयो, आज 3-4 दिन भएका छन्। लोकसभा पनि संसद पुनर्स्थापनामा आयो अस्ति 3 महिनासम्म मौन रहेका मधेसवादी पार्टीहरू, 3 महिनासम्म मौन रहेका मधेसवादी पार्टीहरू अहिले संसद पुनर्स्थापना गर्नुपर्छ भन्नेमा किन आए, कसरी आए? अनि त्यही लगावमा चाहिँ नेपाली काङ्ग्रेस कसरी आयो भन्दाखेरि त हामी सिधै अनुमान गर्न सक्छौँ। यो चाहिँ दक्षिणको
इसारामा त्यसले अब तिमीहरू संसद पुनर्स्थापना जानुपर्छ भनेपछि, किनभने हामीलाई थाहा छ दक्षिणको मधेसवादी पार्टीहरू प्रायः उनीहरू चाहिँ इन्डियाबाट गाइडेर, अब त स्वाभाविकै पनि हो, भूगोलले पनि नजिक छ होइन, आवत जावतले पनि नजिक छ, छोरी चेलीबेटी रोटीबेटी सबै कुराले चाहिँ इन्डियासँग उसको बढी नजिक छ। त्यो स्वाभाविक किसिमले त्यो प्रभावमा पर्ने कुरालाई हामीले त्यसलाई नौलो मान्न पर्दैन कि त्यो मधेसवादी पार्टीहरू त्यो प्रभावमा छन् नै छन्। त इन्डियाको डिजाइनमा हो। अझ भन्नुहुन्छ भने मधेसको त केचनादेखि कञ्चनपुरसम्मको सोलो डोलो एउटै प्रदेश बनाउने, आत्मनिर्णय सहितको प्रदेश बनाउने भनेर पनि हुइमा आएको नि त संविधान बनाउने बेला त। त्यो बेला त धन्न पार्टीले चाहिँ खुट्टा कमाएनन् र चाहिँ मात्रै मधेस पनि टुक्रा परेको बाँडिएको, मधेससँग जोडिएको, अरू प्रदेश पनि जोडिएको होइन भने त अरू प्रदेशलाई मधेससँग त जोड्दै नजोड्ने, एकैचोटि एउटा सोलो डोलो बनाउने भन्ने त दिल्लीको योजनै थियो नि। कुनै पनि बेला मधेस भन्ने एउटा प्रदेश हुन्छ, त्यसले आफ्नो आत्मनिर्णयको अधिकारमा चाहिँ दिल्लीतिर मिसिन पाउने अधिकारसम्म मिसाउन खोजेको हो नि त। हामीले हिजैबाट त प्रभावमा हो, हामीलाई थाहा छ। नेपाली काङ्ग्रेस पनि प्रभावमा हो। दक्षिणी वायुको प्रभावले नेपाली काङ्ग्रेस पनि ढल्क्यो। यहाँले भन्नुभयो दक्षिणी वायुको उसले यहाँ चाहिँ अहिले संसद पुनर्स्थापना ढल्क्यो र यो संसद पुनर्स्थापना ढल्कन पर्ने अन्य कारण पनि छन् क्या। यो क्वेसन चाहिँ तपाईँले सोधेको क्वेसनले यतिले नै आजको इन्टरभ्यू पुरा होला जस्तो लाग्छ कि मलाई। यो अर्को अन्य कारण के छ भन्दाखेरि नेपालको राजनीतिमा भारत हावी हुँदै आइरहेको थियो 2007 सालबाट जब दिल्ली सम्झौता गरियो होइन। राजा त्रिभुवनलाई लैनचोरले उडाएर दिल्ली लगेको, त्रिभुवनलाई त लाने भनेको त पाल्पा हो नि, नेपाली काङ्ग्रेसलाई पाल्पा लान खोजेको थियो। पाल्पा लाने भने सुइँको पाएपछि लैनचोरले उडाएर दिल्ली लिएर गएको, दिल्ली लिएर गएर दिल्ली सम्झौता गरियो होइन। त्यहीँबाट चाहिँ दिल्ली सम्झौता गरेर इभन राजाको सल्लाहकार समेत भारतले पठाइदिएको यहाँ। नेपालको राजाको सल्लाहकार मुख्य सचिव भारतीय थिए होइन। उनले चाहिँ मन्त्री र राजाको बिचमा कुराकानी गरे। त्यसरी पस्यो। 11 साल पछाडि त आफ्नो आर्मी नै पसालिदियो होइन। भित्रको आन्तरिक राजनीतिमै चलखेल गर्यो। अब त्यसपछि गएर चाहिँ 36 निर्दल र बहुदलमा पनि उसले खेल्यो। राजाका केही हिन्ट्सहरू पायो, निर्दल जित्यो। 45मा चाहिँ चन्द्रशेखर आउनुभयो, यहीँ भाषण गर्नुभयो साक्षीबारीमै होइन। आन्दोलनको नेतृत्व नै भारतले गर्यो। 62-63को आन्दोलनको नेतृत्व भारतले गर्यो, किनकि 10 वर्षसम्म भारतले माओवादीलाई सेल्टर दिएको थियो होइन, हात हतियार दिएको थियो, लडाइँ दिएको थियो होइन। अनि त्यसपछि सम्झौता शान्ति प्रक्रिया पनि भारतले ल्याइदियो। यदि त्यति बेला एउटा कुरा आज यो धेरै चर्चा नचलेको कुरा भनौँ, त्यो बेला के भएर रहेछ भन्दाखेरि प्रचण्डलाई प्रधानमन्त्री बनाउने र ज्ञानेन्द्रलाई राजा बनाउनको लागि पश्चिमा तयार भएछन् के। त्यो बेला त 61तिरको कुरा त्यस्तो पनि भएछ हो नि। पश्चिमाहरू भेरी गुड। पश्चिमाहरूले के गर्न खोजे भन्दाखेरि प्रचण्डलाई प्रधानमन्त्री बनाइदिने, राजालाई चाहिँ राजतन्त्र फेरि बिउताइदिने। राजालाई अधिकार दिए, संवैधानिक राजा ज्ञानेन्द्रलाई बनाइदिने, प्रचण्डलाई प्रधानमन्त्री। त्यो दुईवटा मिल्ने बित्तिकै त त्यो बेला केही अरूको दल त केही कामै थिएन त, दल त बाहिर निस्किने अवस्थै थिएन नि। त्यस्तो कुरो सुईको भारतले थाहा पायो। थाहा पाइसके पछाडि अब पश्चिमा हाबी हुन्छ त्यसो गर्ने बित्तिकै भने तुरुन्तै माओवादीलाई तिमीहरू चाहिँ ट्र्याक भयो भनौँ, दलहरूलाई पनि ल यसरी जाँदैछ तिमीहरू चाहिँ शान्तिमा आऊ भनेर पुरै आदेश गर्यो। दलहरू हुन्छ सरकार भने मालिक भन्छन् नि, मालिक त उयो। त्यसरी चाहिँ यो टर्निङ चाहिँ अर्को टर्निङमा आएको होइन भने यो राजनीतिक कोर्स अर्को बनिसक्ने वाला थियो त्यति बेला पनि। त्यसपछि गएर अलि शान्ति सम्झौता भयो। शान्ति सम्झौता भएपछि शान्ति सम्झौताको प्रवण मुखर्जीले तत्कालीन राष्ट्रपतिले भारतका उनले चाहिँ प्रवण मुखर्जीले चाहिँ अल जजिरा टेलिभिजनबाट स्वामी त्यही लिए नि त, नेपालको शान्ति प्रक्रिया हामीले गराइदियौँ, हामीले नेपाललाई शान्ति प्रक्रियामा ल्याइदियौँ, शान्ति स्थापना गरिदियौँ, चलेको 10 वर्ष सशस्त्र युद्धको विस्थापन हामीले गरिदियौँ भनेर त हाम्रो देशमा भएको सम्झौताको जस्तो भारतले लिएको छ। यसरी भारत खेल्दै आइरहेको अवस्था थियो। अहिले पछिल्लो चरणमा जेन्जी विद्रोहमा भारत शिथिल बन्यो। चीन चाहिँ व्यापारिक मुलुक हो, भित्रको आन्तरिक उसमा केही पनि कुरा गर्दैन थियो, उसले चाहिँ बजार खोज्दै हिँड्दाखेरि अहिले फेरि भारत र चीन एउटा ठाउँमा आउन पुगे। अमेरिकाको ट्रम्पको ट्यारिफ वारले गर्दाखेरि जब भारतलाई हुत्याएर चीनतिर पुर्याइदियो। अहिले चीन र भारत इतिहासमै पहिलोपटक यो कोट गर्नु होला, नेपालको इतिहासमा हिजो पृथ्वीनारायण शाहका पालादेखि नेपालकै इतिहासमा पहिलोपटक चीन र भारत नेपाल मामिलामा एक ठाउँमा आए।
अहिले अहिले त्यो पोजिसनमा छौँ हामी होइन जेनजी डाक्टर? आन्दोलन पछाडि अहिलेको यो अवस्थामा जेनजी विद्रोह पछाडि पछाडिको अवस्थामा अवस्थामा नेपालको सन्दर्भमा चीन र भारतको दृष्टिकोण एउटै छ, यो इतिहासमै पहिलोपटक पहिलोपटक कन्फर्म है डाक्टर? कन्फर्म म घन्टौँ बहस गर्न तयार छु। कन्फर्म अहिले चाहिँ यसका के आधारहरू के छ हो, हामीले त्यो किन कुरा आए? बुझ्न सक्ने आधार? धेरै किन आए भन्ने नि महत्त्वपूर्ण हो नि हो। त। किन आए भन्दाखेरि पश्चिममा हाबी भयो। जेनजी विद्रोह भारतले होइन पश्चिमाले चलाइदियो। किन भन्दाखेरि अहिलेका जेनजीका लिडरहरू हेर्नुहोस् त पश्चिमाका एनजिओ आइएनजिओहरूमा आबद्ध छन् नि त। अहिलेको सरकारमा बसेका मन्त्रीहरू हेर्नुहोस् त बारबारा फाउन्डेसनदेखि लिएर समता फाउन्डेसनदेखि लिएर यी सबैका ब्याकग्राउन्डहरू हेर्दै जानुहोस् त। कोही संस्थापक छन्, कोही वर्तमानमै पनि छन्, युवा किसिमले गाँसिएका छन्। सरकार पनि पश्चिमाकै एनजिओमा आए, सरकार बन्यो। अनि अहिले बनेका नेताहरू हेर्नुहोस् त बाहिर आदेश दिने नेताहरू ती पनि पश्चिमाकै एनजिओ र आइएनजिओमा सहभागी भएर डलर खेलाएर आएका परे। उनीहरूलाई त्यो ग्रुमिङ गरिएको थियो। त्यो कुरो बुझ्यो, भारतले पनि बुझ्यो, अलि लेट बुझ्यो, भारतले पनि बुझ्यो, चिनले पनि बुझ्यो। त्यो ग्रुमिङ गरेर ल्याइएको थियो। त्यस्तो अवस्थामा चुनाव गरियो भनेदेखि अब वेस्ट कसरी खेल्न थाल्यो भन्दाखेरि वेस्ट भन्दा अमेरिका र युरोप पर्छ होइन। यी कसरी खेल्यो भन्दा हामी अमेरिका युरोपलाई बुझ्न पर्यो। यी कसरी खेल्यो यहाँका राजनीतिक दलभित्र पनि खेल्न थाले। ए दलभित्र खेल्दाखेरि अब दलहरू चाहिँ कसरी जान थाले भन्दा राष्ट्रसभा, कुलमान, के उज्यालो पार्टी होइन, त्यसपछि चाहिँ बालेनले पनि आइसके, म त्यहाँ पनि आउँछु कुरामा। हो अब यी पार्टीहरू लगभग वार्तामा छन्। हिजो मात्रै हो के अरे सुदन गुरुङले बाहिरबाट चापी लगाएर बस्नुभएको बालेन कुमार भन्नेको कसको घरमा, हो कुमार बिनकोमा बालेनका सहयोगी, बालेनका सहयोगीको घरमा चाहिँ बालन र रवि लामिछानेको बिचको वार्ता। अनि उनले चाबी लगाएर तिमीहरू मिलेर सहमति भएरै आऊ भनेर त सुदन गुरुङले इन्टरभ्यू दिएको थियो होइन र। चाबी लगाएको पनि भिडियोले देखाएको थियो। मिल मिल मिल, त्यो मिल 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 सुदनले भनेको होइन, त्यो पश्चिमले भनेको, सुदनलाई चलाउनेले भनेको, पश्चिमले भनेको। त्यो आवाज पश्चिमले मिल, तिमीहरू मिल्नै पर्छ, मिलेर जाऊ। कुलमान पनि मिल, रवि पनि मिल, बालन पनि मिल, नयाँ शक्ति मिल, जेनजीको सपोर्ट हुन्छ, तिमीहरू सबै जेनजी सहितको भएर मिलेर जाऊ र यी पुरानालाई भत्काइदेऊ र नयाँ सरकार तिमीहरूले बनाऊ। त्यो बनाऊ, त्यो सरकार कस्तो बन्छ फेरि एक्ज्याक्टली फेरि वेस्टको इन्फ्लुएन्समा बन्छ। डाक्टर हजुरले अहिले भनेको चीन र भारत एक ठाउँमा छन् भन्नुको मतलब उनीहरू संसद पुनर्स्थापनाका लागि एक ठाउँमा छन् कि के त? त्यही पोइन्टमा आउँदैछु, त्यही पोइन्टमा। त्यता भनेको बेला यिनीहरू एक हुन्छन् भने चुनावसम्ममा एक हुनु पनि आवश्यक छ। त्यसले परिवर्तन चाहने हो भनेदेखि होइन, उनीहरू एक हुनुपर्छ होलान्। ती एक भइदियो भनेदेखि त अहिले जनता त एमालेलाई मत हाल्दै वाक्क, काङ्ग्रेसलाई माओवादीलाई जहिलेसुकै मत हाल्दै वाक्क परेको जनमत पनि छ। गाउँमा त केही नयाँ अनुहार खोजेका त छन्, किनकि यी पुराना पार्टीले देशलाई सम्झाउने योग्य काम त्यति धेरै गर्न त सकेनन् होइन। यो यिनीहरूकोमा त एन्टी सेन्टिमेन्ट बढाइएको छ जनतामा। त्यस्तो अवस्थामा अब यी एक भएर जाने भयो भनेदेखि त फेरि वेस्टर्न इन्फ्लुएन्स नेपालमा रहने भयो। वेस्टर्न इन्फ्लुएन्स नेपालमा रहनु भनेको भारतको लागि पनि खतरा हो र चीनका लागि त प्रष्ट खतरा हो। किन भन्नुहुन्छ भनेदेखि दलाई लामाको के अरे यो ग्रुपले टिओबी हेर्नुभयो नि, टिबेटन ओरिजिनल ब्लड त आन्दोलनमै देखिएको थियो। एउटा आधार देखियो नि, यता आन्दोलनमा टिओबी आउने, यो टिओबीको खुलासा हुनुभन्दा अगाडि नै दलाई लामाले सरकारलाई चाहिँ शुभकामना दिए। प्रधानमन्त्रीले पनि दिए अरे। हो हो दलाई लामाको खोइ को अर्को मान्छेले पनि दिए। त्यो दलाई लामै हो, साइडबाट आयो भन्नु न। अब अहिलेसम्म यत्रो सरकार भनेर दलाई लामाको बधाई आएको त हामीले थाहा पाएको थिएनौँ नि। अहिलेको सर दलाई लामाको शुभकामना पनि आउने होइन। ती कुराले त देखियो कि सबै चाहिँ नि दलाई लामा प्लस वेस्टर्न थियो। दलाई लामा पनि वेस्टको खेमा हो फेरि, किनकि दलाई लामालाई हिमाचल प्रदेशमा दलाई लामाले सेल्टर लिएर बसे तापनि उसको खर्च अमेरिकाले बेहोर्छ, थाहा छ नि यहाँलाई। उसको बजेटमै छुट्याउँछ। दलाई लामाको खर्च अमेरिकाले बेहोर्ने हो। सेल्टर भारतमा लिए तापनि अमेरिकाले खर्च बेहोर्ने हो। दलाई लामाले अर्को दलाई लामा जन्माउन खोजिरहेको थियो नेपालमा। त्यो त प्रष्ट चीन त तर्सिसकेका थियो, भारत पनि तर्सियो। वेस्ट खेल्ने भयो भनेपछि जेनजी आन्दोलनमा चाहिँ पश्चिमाको हाबी भयो। सधैँभरि भारतको हाबी हुने गरेको, हरेक आन्दोलनमा भारतकै हाबी हुने गरेको। हमने के आए भन्न पर्ने होइन, हमने शान्ति के आए भन्न पर्ने, हमले सरकार बनाए भन्न परेको त अहिले त सकेन नि, ऊ पनि खस्क्यो। यसरी वेस्ट जब हाबी भयो त्यसपछि चीन र भारत एक ठाउँमा आए।
आएर उनले के भने संसद पुनर्स्थापना गर्नुपर्छ त्यसो अहिले संसद पुनर्स्थापना गर्नुपर्छ भनेपछि काङ्ग्रेस एमाले आन्तरिक शक्ति मैले चीन र भारत बाह्य शक्तिको एक मत छ काङ्ग्रेसले नेपाली काङ्ग्रेसलाई संसद पुनर्स्थापना गर होइन भने खतरा छ तिमीहरू सधैँका लागि पछाडि पर्छौ होइन एमाले पहिलेदेखि सुरुबाट भन्दै आएको थियो त्यसलाई पनि उत्तरी हावाले भनेको होला दक्षिणी हावाले पनि भनेको होला यद्यपि नेपालका एमाले पहिला फ्रम द राइट डे फर्स्ट डेबाटै नि उसले संसद पुनर्स्थापना भनेको थियो होइन अनि नेपाली कम्युनिस्ट पार्टीलाई पनि तिमीहरू चाहिँ संसद पुनर्स्थापना जाऊ भनिरहेको छ अहिले उनीहरू अब हेर्नु होला 2-4 दिनमा नेपाली कम्युनिस्ट पार्टी भन्ने छ नि अहिले तत्कालीन माओवादी समाजवादीहरू सबै मिलेर भनेको ती पनि संसद पुनर्स्थापनमा आउँछन् र मधेसवादी पार्टीहरू संसद पुनर्स्थापनमा आइ नै सके आए कि आएनन् आए नि जनमतदेखि लिएर लोकसभादेखि लिएर जसभादेखि लिएर भारतका यी चाहिँ भारतका भन्दा नि यी भारतीय इन्फ्लुएन्सले काम गरेको हुनसक्छ मधेसका पार्टीहरू त आइ नै सके अब अहिले सबै पार्टीहरू पुरानो पार्टीहरू संसद पुनर्स्थापनामा आइसकेका छन् संसद पुनर्स्थापना नआएका को छन् यिनी नयाँ पार्टी छन् राष्ट्रपा छ कुलमानको पार्टी छ बालनका छन् हर्के सम्पाका छन् यिनी छन् अन्तत हेर्नु होला चुनाव हुने भयो भने हर्क सम्पाङ बालन लगायतका कुलमान लगायतका सबै एक ठाउँमा ल्याउनको लागि वेस्टले प्रयास गरेको छ र गर्छ अहिले संसद पुनर्स्थापना हुने सम्भावना बढी बढेर गएको छ संसद पुनर्स्थापना हुने बित्तिकै के हुन्छ सरकारमा चाहिँ सहमतिको सरकार बन्छ फेरि तिनी प्रतिनिधि सभाबाट आएका तिनी सांसदहरू बिउतिन्छन् तिनी सांसदहरू मध्येबाट सरकार बन्छ सरकार बन्दाखेरि केही संविधानका संसद पुनर्स्थापना हुँदाखेरि नराम्रो चाहिँ छैन है फेरि एउटा कुरो चाहिँ राम्रो चाहिँ डाइरेक्ट निर्वाचन भएर अगाडि गयो भने फ्रेस मेन्डेट लिएर जातको देशलाई निकास पाउँथ्यो भन्ने हो तर यो इन्फ्लुएन्स कता जान्छ भन्ने कुरा हो संसद पुनर्स्थापना भयो भने पनि सबैको सहमतीय सरकार बनाएर जेनजेका मागहरूलाई चाहिँ संशोधन मार्फत सम्बोधन गरेर जेनजेका माग त केही पनि भएन नि होइन 84मा हुने निर्वाचन 82मा ल्याउने जेनजेको माग पुरा भएको हो र ओली सरकारको सट्टा सुशीला सरकार ल्याउने जेनजेको माग हो र जेनजेको माग त केही पनि पुरा भएको छैन नि त त्यो शहीदको रगतले त न्याय पाएको छैन नि त ती 76 जना शहीदका रगतले त न्याय त सरकारले दिन सकेको छैन नि त नो करप्सन भन्यो केही कसैको फाइल खोलेको देख्नुभयो कुन संविधानले रोक्यो सुशीला कार्कीलाई फाइल खोल्नको लागि केहीले पनि रोकेको होइन फाइल खोल्न चाहन्थिन् तर जगै छैन जग्न भएपछि गाह्रो पेन्डुलम छ अनि कसरी फाइल गर्ने उनको एउटा रटन अब निर्वाचन यो गाँडो भएको छ उनलाई चाहिँ होइन त्यसकारण सुशीला कार्कीलाई पनि एक किसिमले मुक्ति चाहिएको जस्तो देखियो के डाक्टर साहब उनको कुरा अनुसार उनलाई पनि एकदम के गर्न सकिएको छैन हिजो बाहिर बसेर चर्का कुरा गरिएको छ 5 दिनमा भ्रष्टाचार सबै सिद्ध्याइदिन्छु भनेको छ मान्छेले प्रेसर गरेको छ गर्न सकेको केही छैन बरु प्रभु मुक्ति दिलाइदेऊ यहाँबाट भनेर हारगुहार गरेको जस्तो लवज छ है डाक्टर साहब सुशीला कार्कीको प्रष्ट लवजले त्यो बोल्यो संसद पुनर्स्थापना भयो भने सबैभन्दा खुसी चाहिँ सुशीला कार्की नै हुन्छन् जस्तो लाग्छ सेफ ल्यान्डिङ सबैभन्दा खुसी उनी हुन्छ उनले गर्न सक्ने केही पनि छैन त्यसो भने निर्वाचन भनेको चाहिँ ओठे रटान मात्रै हो सुशीला कार्कीलाई पनि थाहा छ चुनाव हुँदैन भन्ने कुरा होइन डाक्टर साहब अब सरकारको हिसाबले त चुनावका लागि तयारी त सबै गर्नै पर्यो होइन कोही राजनीतिमा यस्तो भन्छ नि डाक्टर साहब जे हुन्छ त्यो देखिँदैन भनेर भन्छ जे भइरहेछ त्यो देखिँदैन भन्ने कुरा पनि गरिरहेछन् र भइरहेको कुरा जे देखिन्छ त्यो चाहिँ खास कुरा होइन भन्छ नि राजनीतिक खेल सम्भावना संसद पुनर्स्थापनाको सम्भावना बेसकेरी बढेर गयो अहिले काङ्ग्रेस पनि संसद पुनर्स्थापनामा आयो एमाले पहिलेबाट एजेन्डामै थियो अडिग थियो जस्तो अवस्थामा पनि अडिग भएर बसेको थियो काङ्ग्रेस चाहिँ मौन सर यतिकै ख्याल गर्नुहोस् न किन 2 महिना पछाडि संसद पुनर्स्थापनाको कुरामा आए त नि यिनीहरू किन आए संसद पुनर्स्थापनाको बारेमा आउनु पर्दैन एमाले बोल्दाका दिनबाट आउनु पर्छ नि त यी पार्टीहरू आउनु पर्दैन भदौमा घटनाको छ भदौ गयो असोज गयो कार्तिक गयो मङ्सिर गयो 4 महिना त करिब जान लागिसके करिब 4 महिना गएपछि बल्ल संसद भन्न यिनीहरू किन आएका छन् पुनर्स्थापना भन्न किन आएका छन् यी त स्वाभाविक बुझिन्छ यिनलाई बल्ल वायु आयो वायुले विश्लेषण गरो अहिले चाहिँ दुईटै वायु फेरि उत्तरी वायु र दक्षिण वायु दुईटैले विश्लेषण गरे दुईटैले विश्लेषण गर्दाखेरि अब नेपालमा चाहिँ पश्चिमा वायु पस्न दिनु हुँदैन संसद पुनर्स्थापना गर्नुपर्छ भन्ने दुईटैको विश्लेषण त्यसकारण एक ठाउँमा आए के यो नेपाल मामिलामा दुईटा उत्तर र दक्षिण
इतिहासमै पहिलोपल्ट एक ठाउँमा आए। यी दुईटा एक ठाउँमा आएर निर्देशन गरेछ त पुरानो पार्टीहरूले त नमान्ने कुरै भएन। शेरबहादुर देउवा र केपी ओलीको तारनको भेटघाट लुडो खेल्नलाई त होइन होइन, होला। लुडो त्यहाँ खेल्न त गएर होइन पोत होला। खेलिरहेको छैनन् केपी होइन, ओलीले शेरबहादुर होइन देउवा। होला। हो। केही त गम्भीर विमर्श भयो होला, कुराकानी भएको होला, भएको छ केपी ओलीले भनेका छन्, अर्थपूर्ण कुराकानी भएको छ, एकदम देखिन्छ रिजल्ट भविष्यमा भनेका छन् नि केपी ओलीले त। त्यसकारण मधेसवादी पार्टीहरू पनि आउने, काङ्ग्रेस पनि आउने सकेर गएर ल समेत आइसक्नु भयो कि संसद पुनर्स्थापनामा त आइसकेपछि नेपाली कम्युनिस्ट पार्टी आउँछ 2-4 दिनमा हेर्नु होला। यो प्रचण्डजीहरू पनि आउनुहुन्छ। पछिल्लो केही दिन यता चाहिँ सरकारले जस्तो राष्ट्रपतिको सक्रियतामा शीर्ष नेताहरूसँग बालोटारमा उता शीतल निवासमा बैठक भयो। अब जगदीश खरेल प्रत्येक नेताका घर घर गएर कुराकानी गरिराखेका छन्। अब भोलि अहिले हामी कुराकानी गर्दैछौँ, भोलि चाहिँ बालुवाटारमै पनि शीर्ष नेताको बैठक बोलाएकी छिन्। मुखै हेर्दिनँ भन्ने त्यो तहसमा आउँदा चाहिँ सरकारको यो ठ्याक्कै निर्वाचन गराउनकै लागि इमान्दार प्रयास कि होइन? हामी त लागेकै थियौँ, लाग्दा लाग्दै पनि अब अदालतले गरिदियो त के गर्नु भन्ने एउटा ठाउँ खोजेको कि यो पोइन्ट जे भइरहेको छ नि, रफ्तार छ क्या डाक्टर, रफ्तार कुदाकुद छ। यसको अर्थ चाहिँ के हो डाक्टर? अब उहाँको इजी स्केप खोज्नुभएको कि उहाँले। हामीले प्रयास गरेकै थियौँ संसद के अरे चुनाव गराउनको लागि, तर पनि मूलधारका पार्टीहरू चाहिँ तयार नभएको अवस्थामा चाहिँ गराउन सकेन। चुनाव गराउन दिएनन् हामीलाई चुनाव गराउनबाट रोके भन्ने संसद पुनर्स्थापना अघि नै मैले भने संसद पुनर्स्थापना विधिहरूले सुशीला कार्कीले सबभन्दा आत्मा खुसी, भित्र खुसी उनी हुन्छन्। उनलाई अहिले चर्को दबाब छ, उनलाई पनि थाहा छ र संसद पुनर्स्थापना हुने सम्भावना बेसरी बढेर गएको हुँदाखेरि चुनावभन्दा संसद पुनर्स्थापना हुन्छ। यदि संसद पुनर्स्थापना भयो भने एउटा सहमतिको सरकार बन्छ। चुनाव अहिले हुँदैन, जेठतिर चुनाव चाहिँ हुन्छ फेरि। जेठतिर भनेको संसद पुनर्स्थापना हुँदा पनि त्यो संसद 84 सम्म जाने होइन। त्यसले नयाँ कोर्स निर्माण गरेर संशोधन गर्ला या नयाँ मान्छे प्रधानमन्त्री बनाउला, त्यो संसदले काम त गर्दैन, तर चुनाव अहिले हुँदैन। मङ्सिरमा होला, अर्को वर्ष होला, लामो जाँदैन। राष्ट्रिय सहमतिको सरकार बन्छ। राष्ट्रिय सहमतिको सरकारमा जेएनजी पनि मिसाइन्छ। कसलाई जेएनजी भन्यो, कसलाई भन्यो त 42-43 टुक्रा पारेका जेएनजी छन् के अरे, तर पनि जेएनजी एउटा जेएनजी भनेर पनि मिसाइन्छ। मन साइन्छ, जेएनजी नामक मन साइन्छ क्या त्यहाँनिर। त्यो चित्त बुझाइन्छ। पश्चिमालाई पनि चित्त बुझाउने काम त गर्नु पर्यो होइन? पश्चिमालाई चित्त बुझाउने त्यहाँ पनि गरिन्छ। त्यसपछि गएर 44सम्म कुरिँदैन। फेरि अघिल्लो पाराले शेरबहादुर छैटौँ पटक त बाँकी नै छैन। एकचोटि पुराम कि भन्नु पनि सक्छ नि, यहाँ भन्नु है त्यो नभन्ना नभन्ना। तर देउवा ठान्टेको देख्दाखेरि कतै आफै दौरा सुरुवाल लाउनलाई त होइन डाक्टर साहब? देउवा जसरी ठान्टिराखेका छन् नि पछाडि प्रधानमन्त्री पछिल्लो समय डाक्टर साहब शेखर कोइरालाको नेतृत्वमा मिलिजुली सरकार बन्छ भन्ने चाहिँ धेरै अड्कलबाजी चले। दलहरूबाट हुँदा त्यो भयो, नभए संविधान संशोधन गरेर बाहिरबाट मान्छे ल्याउन सकिन्छ कि भन्ने कुरा पनि छ है। फेरि खिलराज टाइपको पनि ल्याउन सकिन्छ। खिलराज टाइपको ल्याउन सकिन्छ। कल्याण श्रीमानले चाहिँ मुख मिठाएर दौरा सुरुवाल सिलाएको फेरि आइरन गर्ने बेला भइसक्यो भन्ने छ। गाईमी सरसार त अहिले बालवालले प्रधान न्यायाधीशले पनि यसो चियाउन थाल्नुभयो, झ्यालबाट उहाँलाई पनि सन्देश गयो भन्ने सुनिन्छ। पाक्दैछ नि डाक्टर साहब खिचडी? दलबाट गयो भने स्वादको पाक्ने हो खिचडी, घिउ हाल्ने हो कि के हाल्ने हो खिचडीमा, त्यो त देखेला। एक्ज्याक्टली त्यो होला संसद पुनर्स्थापना भएपछि। तर नि शिवजी संसद पुनर्स्थापना भयो भनेदेखि मलाई लाग्छ एउटा स्थायी निकास पनि पाउँछ देशले निर्वाचनबाट भन्दा पनि। संसद पुनर्स्थापना भइदियो भने कम्तीमा संसद आउँछ, संसदले केही तात्विक बेसिक कुराहरूलाई परिवर्तन गर्छ संविधानका। त अहिले त सुशीला सरकारले त सक्दैन नि त, संविधान परिवर्तन गर्न त सक्दैन नि त। संविधानका प्रणालीगत परिवर्तनका मागहरू त जेएनजीका 76 जना शहीदको रगतले बोलेको होइन र, त्यो रगतको त पाप लाग्छ नि त। त्यसकारण केही कुराहरू संविधानसँग उनीहरूको मागलाई पनि माग मात्रै सम्बोधन गरिदियो भनेदेखि जेएनजी पनि त ठाउँमा आउँछ नि त। फेरि ती किनुवा जेएनजी आउँदैनन्, त्यो तलबत्ता खाएर पालित पोषित भएका जेएनजी आउँदैनन्। तर अर्ग्यानिक जेएनजी त तिनका माग संविधान संशोधन गरेर माग सम्बोधन गरिदियो भनेदेखि त ती पनि त ठाउँमा आइहाल्छन् नि त। हजुरको कुरा अनुसार मैले के बुझेँ भने देश संसद पुनर्स्थापना तर्फै अगाडि बढ्यो र संसद पुनर्स्थापना हुँदा सबैभन्दा धेरै खुसी हुने मान्छेको नाम चाहिँ सुशीला कार्की हो। सुशीला कार्की खुसी हुन्छ। पहिलो संसद पुनर्स्थापना भएर जेएनजीका मागलाई पुरा गर्ने हैसियतमा संविधान परिवर्तन गरिदियो भने जेएनजी पनि यसरी भड्केर हिँड्दैन। अहिले सुशीला कार्कीलाई पनि मुक्ति चाहिएको छ नि त प्रधानमन्त्री पदबाट। मुक्ति चाहिएको बोझ भइरहेछ एकदम। काल र बिसाउनु मात्रै उहाँले नै भनिसक्नुभयो। हो, काल र बिसाउ मात्रै छ। आज अब अस्ति भन्नु भन उहाँले
के अरे आएको छ राइनाम दे भनेको छ, एउटा कपाल पालेको आएको छ राइनाम दे भनेको को जेन्जी भनेको छ आएको छ। जेन्जी पनि एउटा आए त हुन्थ्यो नि, त्यो जेन्जी पनि फरक फरक जेन्जीहरू गएका छन्। राइनाम दे फोन गरेर राइनाम दे भन्छन्, ठाडै फोन गरेर राइनाम दे के गर्ने भनेर भन्छन्। यस्तो दलहरूले राइनाम दे भनेको पनि छ भनेपछि उहाँलाई त गाह्रो छ नि त। 74 घेराबन्दी त्यो यो सरकार चाहिँ सम्हाल्नु भनेको राज्य सत्ता चाहिँ भालुको कम्पर जस्तो बनाएको छ कि उहाँलाई, होइन? यो चाहिँ कसरी फुत्किम यहाँबाट भन्ने न्यायपालिका प्रमुख त बन्नुभयो, कार्यकारी प्रमुख हुँदाखेरि यो कति रापिलो उहाँलाई संविधान त पनि थाहा छ, संसद पुनर्स्थापना भएर नयाँ निकास खोज्ने छ, संवैधानिक बाटो भन्ने पनि थाहा छ, यो कुरो राष्ट्रपतिलाई पनि थाहा छ। त्यसो हुँदाखेरि संसद पुनर्स्थापना हुने र सहमतिको सरकार बन्ने, जेन्जी पनि इन्क्लुड गर्ने, तिनलाई पनि सरकारमा सहभागी गराउने र संविधानका केही कुराहरू परिवर्तन गरेर जेन्जीका मागलाई पनि पुरा गर्ने र निर्वाचन, वैधानिक निर्वाचन, संविधानत्वको निर्वाचन जेठतिर गराउने खालको कोर्समा कतै देश जान खोजेको सम्भावना मैले बढी देखेको छु। डाक्टर साहब, अब तपाईँले भन्नुभयो जुन यो नयाँ पार्टीहरूको मिलनको जुन रफ्तार या त्यसको दौडधुप जे प्रयास प्रयत्न सरगर्मी जे भइरहेको छ नि, रवि बालेन कुलमान भरको त एउटा आफ्नै कुरो छन्, कारण यिनीहरूलाई मिलाउने चिज पनि यो मौलिक होइन, यो अर्ग्यानिक होइन, यसका पछाडि पनि कोही छ। अथवा डाक्टर साहबले सिधै भनिदिनु भयो पश्चिमा वायुको प्रभावले यिनीहरूलाई चाहिँ सरगर्मी बढायो भन्ने डाक्टर साहबको विश्लेषण त्यही हो। डाक्टर साहब त्यही लाग्छ मलाई, पश्चिमा वायुले चाहिँ यसलाई चाहिँ परिचालन गरेको छ, केही न केही प्रभाव चाहिँ उतापट्टिको छ। अब यिनीहरू कतिको अर्ग्यानिक हुन् भन्ने कुरो त भोलि देखिएला, तर पनि यिनीहरू चाहिँ अहिले चाहिँ पश्चिमाहरू चाहिँ नयाँहरूलाई एक गराएर निर्वाचनमा जानको लागि पेलवाड छ। उत्तर र दक्षिण चाहिँ नि संसद पुनर्स्थापना गरेर यिनै पुरानो पार्टीबाट जान दबाब छ। यीबाट गइएन भनेदेखि पश्चिमाको चेलोखेलो हुने खेलमेलो हुने भयो नेपालमा भोलिका सरकारहरूमा, पश्चिमा हाबी हुने भयो। पश्चिमा हाबी हुनु भनेको नेपाल प्लेग्राउन्ड बन्ने, अफगानिस्तान बन्ने अवस्थामा पुग्न सक्छ। त्यसको असर चाहिँ भारतलाई परिहाल्छ, भारतलाई एकदम पहिलो असर भारतलाई पर्छ, त्यसपछिको असर चाहिँ चिनलाई पर्छ, चिनको पनि तिब्बतलाई पर्छ। नेपालको राजनीतिक अस्थिरताले तिब्बतलाई चाहिँ घाँडो भयो भने तिब्बतीहरूले के अरे उसले चिनियाहरूले भन्ने गर्छन्, नेपालको पोलिटिकल इन्स्टेबिलिटीले हामीलाई चाहिँ अप्ठ्यारो पर्यो भन्छन्। त्यो होइन, चिनको तिब्बतका कारणले गर्दा नेपालको पोलिटिकल अस्थिरता आएको हो, यसरी पनि बुझ्नुपर्छ। राजनीतिक अस्थिरता आउनलाई चिनको तिब्बत पनि हाम्रो लागि हाम्रो चाहिँ एउटा कारण बनेको छ। चिनको तिब्बतका कारणले पनि हाम्रोमा राजनीतिक अस्थिरता छ। भारत मात्रै होइन, पश्चिमाहरू पनि यो देशमा राजनीतिक स्थिरता दिन चाहँदैनन्। किन चाहँदैनन् भन्दा हाम्रो भू सिमाना जोडिएको तिब्बत हो। तिब्बत चिन घेराउ नीतिमा चाहिँ आइपिएस बनेका छन्, एसपिपी बनेका छन्, क्वाड बनेका छन्, विभिन्न संस्था बनेका छन् नि त, विभिन्न अर्गनाइजेसन छन् नि चिन घेराउ नीति अन्तर्गतका होइनन् पश्चिमाका। त्यो चिन घेराउ नीतिमा चाहिँ अझ बलियो भनेको सफ्ट पावर कुन हो? तिब्बत हो। तिब्बत सफ्ट पावर हो, कुनै पनि देशमा सफ्ट पावर हुने गर्छन्, तिब्बतको सफ्ट पावर हो। भारतको चाहिँ काश्मीर सफ्ट पावर हो, होइन? नेपालकै पनि अब मधेस क्षेत्र चाहिँ सफ्ट पावर नै भनेर मान्न सकिन्छ। यी सफ्ट पावरहरू छन्। अब देशले पश्चिमाले गिजोल्ने भनेको कहाँ हो त? जुन पार्ट कमजोर छ त्यहीँ गिजोल्ने हो नि त। तपाईँलाई मैले कतैतिर तपाईँलाई हान्नु छ भनेदेखि तपाईँ कहाँ घाउ छ त्यहीँ हान्ने हो नि त, मैले त्यहाँ हान्ने हो नि तपाईँ पछाडिनुहुन्छ नि त, होइन? त्यस्तो घाउ भएको पार्ट हो, सफ्ट पार्ट हो, त्यही गिजोल्न त अमेरिका चाहिरहेको छ। त्यो सफ्ट पार्टको सिमाना नेपालसँग जोडिन्छ, भू सिमाना जोडिन्छ। भू सिमाना नेपालसँग जोडिएका कारणले तिब्बतप्रति पश्चिमको आँखा सधैँ पर्ने गरेका कारणले गर्दा नेपालमा पोलिटिकल स्थिरता भएको छैन। नेपालको राजनीतिक अस्थिरताले तिब्बत असुरक्षामा पर्यो भनेर चिनियाले भन्ने गर्छन् नि, तिब्बतका कारणले गर्दा नेपालको राजनीतिक स्थिरता भएन भनेर पनि अब हेर्नुपर्ने अवस्था। जसरी हेर्दा पनि भयो, एकअर्काका परिपूरक भइरहेका छन्। हामीलाई पनि घाँडो भएछ कि, हामीलाई पनि तिब्बत मात्रै सिमाना नपर्दिएको हुँदाखेरि सायद यस्तो पोलिटिकल इन्स्टेबिलिटी नेपालमा हुन्थेन। सायद यति अन्तर्राष्ट्रिय खेलहरू सबैका खेल, पश्चिमका आँखा यही, दक्षिणका आँखा यही, सबैका अमेरिका आँखा यही, यो अवस्था हुन्थेन। हामीलाई तिब्बत सिमाना पर्नाले पनि नेपालको राजनीति यस्तै झिकझिक अवस्थामा आइरहेको अवस्था। तर डाक्टर साहब जस्तो रवि बालेनहरू मिल्ने कुरामा बाहिर आएको कुरा त डाक्टर साहबले त अब अलि राजनीतिक आँखाबाट विश्लेषण गर्नुभयो, अलिकति युवाका कुरा, परिवर्तन चाहने मान्छेहरूका कुरा, या सुशासनका कुरा, भ्रष्टाचारका विरुद्धका कुरा,
त्यो कुराले चाहिँ हामी एक हुनुपर्छ भनेर उहाँले नारा दिइरहनु भएको छ कि डाक्टर साहब। वैकल्पिक राजनीति, वैकल्पिक विचार, नयाँ नेतृत्व, युवाहरू आउनु पर्यो, सुशासनको लागि काम गर्नु पर्यो, भ्रष्टाचार अन्त्य गर्नु पर्यो, मिलेर एकचोटि पुरानोहरूलाई बढार्नु पर्यो, बुढाहरूलाई ठेल लगाइदिनु पर्यो भनेर मिलिरहेको छ नि त डाक्टर साहब। यो चाहिँ के देखाउने जात मात्रै हो के हो डाक्टर साहब? यो उहाँहरूले यो सबभन्दा ठुलो रोग भनेको एउटा मालीघाटले 1819मा एउटा शब्द उहाँको स्पेन सम्बन्धी एसेमा प्रयोग गर्नुभएको छ कि त्यो भनेको क्लेप्टोक्रेसी। क्लेप्टोक्रेसी हाबी भएको छ नेपालको राजनीतिमा। अर्को कुरा के छ भन्दा क्लेप्टोमानियाबाट ग्रसित छन् नेपाली नेताहरू। क्लेप्टोमानिया भनेको रोग हो एउटा, यो बायोलोजिकल रोग हो। कस्तो रोग भन्दाखेरि छोटो समयमा धेरै कमाउन पाउँ, छोटो समय सम्पत्ति कताबाट कमाउन सकिन्छ, के गरेर धेरै पैसा जम्मा गर्न सकिन्छ भन्ने मानसिकता बन्नेलाई ती मानसिक बिरामी हुन् र तिनलाई चाहिँ क्लेप्टोमानियाका बिरामी हुन्। के तिनीहरू हाम्रो नेपालको राजनीतिमा क्लेप्टोमानियाका बिरामीहरू छन्, त्यो सबै पार्टीमा छन्, सबै पार्टीमा छन् क्लेप्टोमानियाका बिरामीहरू छन् हैन। मालीघाटले चाहिँ प्रयोग गर्यो क्लेप्टोक्रेसी। क्लेप्टोक्रेसीहरूले नयाँ नारा दिन्छन्, नयाँ आदर्शका कुरा दिन्छन्, नयाँ मुद्दा दिन्छन्, नयाँ अनि पपुलिस्टमा जान्छन् तिनीहरू, पपुलिस्ट हुन्छन्, नयाँ र आदर्शका नारा दिएर जनताको मत लिन्छन् र पछि कहाँ जान्छन् उनीहरू पनि फेरि पपुलिजमको राजनीति मार्फत क्लेप्टोक्रेसीमा जान्छन् र कोर्नी क्यापिटलिजमको सिर्जना हुन्छ भनेर त सिद्धान्तले भनेको छ। त्यसो भएको हुँदाखेरि अहिलेका नेताले पनि त्यति धेरै आदर्श देशका लागिले भनेर यो देशकै लागि हो, हामी शुद्ध अर्ग्यानिक हौँ, हामी कसैको प्रभावमा छैनौँ, हामी प्योर नेपाली हौँ, यही जमिनको माटोसम्म मात्र हामी काम गरेका छौँ भनेर नेताहरूले भन्छन्। तर त्यहाँभित्र त्यो भनाइभित्रको कति ग्राभिटी छ भन्ने कुरा त फेरि हामीले शङ्काले हेर्ने। मूलधारका पार्टी जसलाई हामी भन्छौँ पुराना पार्टी काङ्ग्रेस एमाले या माओवादी नेपाली कम्युनिस्ट पार्टी, उनीहरूको जरा त यो चाहिँ मजाले हल्लाइदिएका छन् नि त डाक्टर साहब। हेर्नुहोस् न, रवि बालेन कुलमान मिल्यो भने एउटा ठुलो वेभ आउने सम्भावना देख्नु न डाक्टर साहब। अहिले हेरौँ न हो असन्तुष्टि छ पुराना पार्टीसँग, उनीहरूले दाउ त हेरिरहेका छन्। एउटा कुरो धमिलो छ, उनीहरू माछा मार्न जाल थापे के डाक्टर साहब अहिले। त्यो त शिवजी राष्ट्रपा भन्ने पार्टी दर्ता भएको 5 महिनामा चौथो ठुलो पार्टी बन्यो कि बनेन? 5 महिनामा 70 वर्षदेखि राजनीति गरेका पार्टी हुन् माओवादीहरू भनेका, एमाले भनेका, काङ्ग्रेस भनेका विगत 70 वर्षदेखि राजनीति गरेर आएका पार्टी हुन्। 7 महिनामा हल्लाइदियो डाक्टर साहब 70 वर्षको जरोलाई। अझ 5 महिना होला, साउन भदौ असोज कार्तिक मङ्सिर पुसमा त भइहाल्यो, करिब 5-6 महिनामै दर्ता भएको 5-6 महिना ल 7 महिनामा हल्लाइदियो। 70 वर्षदेखि राजनीति गरेर आएका पार्टीलाई 7 महिनामा दर्ता भएको 7 महिनामा राष्ट्रपाले हल्लाइदिएको होइन। यसको अर्थ यसरी बुझ्नुपर्छ कि हामीले राष्ट्रपासँग विचार राम्रो थियो, राष्ट्रपासँग सिद्धान्त राम्रो थियो, राष्ट्रपासँग चाहिँ यो देशको भिजन र मिसन राम्रो थियो, उनीहरूको मिसन पनि राम्रो थियो, उनीहरू नयाँ सिद्धान्त प्रतिपादन गरेर आएका थिए भनेर त होइन नि त सर। त्यो त के हो भने यहाँले बुझ्नुपर्छ, प्रश्न बुझ्नुपर्छ असन्तुष्टिका मत गएका नि हुन् नि। राष्ट्रपाका मत भनेको त राष्ट्रपा भने छुट्टै कुनै जनताबाट आएको हो र होइन नि। त्यो त काङ्ग्रेसकै मत गएका हुन्, एमालेकै मत गएका हुन्, माओवादीकै मत गएका हुन्, राप्रपाकै मत गएका हुन्, यिनै पुराना पार्टीका मत गएका होइनन् र। अब ती मत किन गयो भन्दा यी पार्टीसँग बढ्दो असन्तुष्टि थियो। त्यो असन्तुष्टिलाई के आश गर्यो राष्ट्रपाले? राष्ट्रपा यस्तो एउटा ब्याङ्क बन्यो जहाँ असन्तुष्टिका मतहरू लर चल्ती खातामा राख्न पाइयो। त्यस्तो खालको ब्याङ्क चाहिँ राष्ट्रपा बन्यो, चौथो पार्टी त भएर आयो भने असन्तुष्टि त छ नि। पुरा परम्परागत पार्टीहरूसँग त असन्तुष्टि त अहिले पनि छ। त्यस्तो भइदियो भने मिलेर गयो भने निर्वाचनमा जाँदाखेरि पनि यी पुराना पार्टीलाई हम्मे चाहिँ पर्छ। फेरि मानव संसद पुनर्स्थापना भएछ, अब यिनी संसदहरू यिनी आएछन्, यिनीले सरकार बनाएरै फेरि चुनावमा गयो भने पनि यी पार्टी मिल्यो भनेदेखि त हम्मे परिहाल्छ। जस्तो बालेनले के गर्लान् भन्ने एउटा रहस्य थियो नि त। उनी अब खुलेर राजनीतिको मैदानमा आए। जेसुकै भनौँ न, आज हामीले एउटा प्रवृत्तिका रूपमा हेर्दा बालेनलाई इग्नोर गरेर राजनीति चल्ने स्थिति त आज छैन नि कम्तीमा, होइन डाक्टर साहब? उनी त एउटा शक्तिको केन्द्र भने नि त। लर्को देख्नु भने बालेन शाहले केन्द्र बनाएर बसेको ठाउँमा भेट्न जाने मान्छेका अनुहार लर्को ती देख्नु भने डाक्टर साहब। बाबुराम भट्टराईदेखि सिके राउतदेखि लर्को लाग्यो नि बालेन शाहलाई। लर्को लाग्यो त उहाँलाई भेट्नका लागि। त्यो त एउटा सेन्टर त पावर सेन्टर त बालेनले आफूलाई स्थापित गरे नि। पावर सेन्टर हुन् पनि फेरि
हुन् पनि भने होइन धक्को राम्रो अहिले होला नराम्रो होला तर धक्का दिन सक्ने पावर आज हो बन्यो नि त बन्यो, रवि बालन बन्यो बालनलाई छोडेर गयौँ भनेदेखि हाम्रो पनि दरिलो टेक्ने ठाउँ हुँदैन भन्ने त रियलाइजेसन त राष्ट्रपाललाई पनि भएको रहेछ नि त कुलमानलाई पनि भएको रहेछ नि त होइन अब हर्का साम्पाङ पनि धेरैपल्ट भेट्न जाँदाखेरि भेट पाइनँ भनेर भन्दै हुनुहुन्थ्यो अहिले बरु के अल्टाखन्टा बोलिरहनु भएको छ अब पनि भेट्न त चाहनु भएको हो नि त पावर सेन्टर त बालन त हुन् नि मान्नुपर्छ कसैले नमानुन् तर एउटा जबरजस्त पावर सेन्टरको रूपमा चाहिँ बालन पनि रहेका छन् उनी बनाइए के गर्यो बेग्लै कुरा भयो पार्टी दर्ता पनि गराएका छन् पार्टी दर्ता पनि गराइसकेका छन् पार्टी दर्ता गराएर रेडी बनाएर राखेका छन् एकजना के नेत्रीको नाममा चाहिँ खनाल के पार्टी दर्ता तयारी रहेछ नौरचना चिन्ह लिएर बसिएको छ कुनै पनि बेला चाहिँ आफू गएर त्यसै भन्न मिल्छ पार्टीभित्र त त्यहाँ माथि अब त रविसँग पनि मिल्ने कुलमान पनि मिल्ने कुरा आइरहेको छ अहिले हामी कुरा ड्राफ्टमा काम भइरहेछ हस्ताक्षर हुन सक्छ आजै राति अब पश्चिमाले चाहिँ यिनीहरूलाई मिलाउनको लागि पहल गरिरहेको छ मलाई लागेको कुरा अब यिनलाई मिल्न नदिनेका लागि पनि दक्षिण र उत्तर चाहिँ खेल्न सक्छन् यहाँभित्र र यिनलाई मिल्न नदिनका लागि पनि यी यहीँका पुराना पार्टीहरू पनि लाग्न सक्छन् त्यसले गर्दाखेरि मिल्ने कुरा पनि त्यति सहज र तुरुन्तै भइहाल्छ जस्तै लाग्दैन यो पावर सेन्टरकै गेम हो यो सबै कुरा उसमा जान्छ मिलाउने एउटा पावर सेन्टर छ मिल्न नदिने अर्को पावर सेन्टर मलाई लाग्छ अब एक हप्तामा एउटा रिजल्ट आउँछ अबको एक हप्तामा संसद पुनर्स्थापना हुन्छ वा हुँदैन भन्नेले यो त्यसको राजनीतिको चाहिँ दुई फ्याकमा ठ्याक्कै देखाइदिन्छ तर संसद पुनर्स्थापना भए पनि निर्वाचनमा त जानै पर्छ या निर्वाचनमा गए पनि जानै पर्छ तर यो पटकको निर्वाचन चाहिँ अलि रोचक हुने भयो के लाग्छ महाभिडन्त भन्छन् नि अब भिडन्तको पनि जस्तो योभन्दा अगाडिका निर्वाचनमा 74 देखि हामीले हेर्ने भने वाम एकता भयो यस्तो छ यो चुनावको बारेमा पनि मलाई लागेको यदि यिनी पार्टीहरू एकबुष्ट भएर जेनजीको सपोर्ट सहित यिनीहरू गए भनेदेखि चुनावमा चाहिँ यिनीहरूले चाहिँ राम्रो बलियो उपस्थिति जनाउँछन् सरकार बनाउने लेभलकै उपस्थिति जनाउन पनि सक्छन् होइन भनेदेखि त जेनजीका पार्टी त अहिले कतिवटा 25वटा कि 26वटा त दर्ता भइसकेका छन् होइन त अब त्यही किसिमले चाहिँ जेनजी फुटेर जेनजी एक ठाउँमा नआइकन यिनीहरू पनि मेलोमेल त नभइकन आफैले राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै लड्ने एक्लै लड्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी बलियो रहन्छ बलियो रहन्छ बालन एक्लै लड्ने बालनले कुलमान एक्लै लड्ने हर्का साम्पाङ एक्लै लड्ने किसिमले गयो भनेदेखि लेखेर राख्नुहोस् फेरि अब यो निर्वाचनमा भएछ भने पनि फेरि काङ्ग्रेस र एमाले नै दुइटै मिलेर चाहिँ सरकार बनाउने हैसियतमा आउँछन् किनकि अब यस्तो पनि हुन्छ है यिनीहरू सबै मिलेर गइदिए भने हेर्नु होला नेपाली कम्युनिस्ट पार्टी लगायतका पुराना पार्टीहरू जनमतदेखि लिएर त्यो लोकसभादेखि लिएर जसपादेखि लिएर काङ्ग्रेसदेखि लिएर सबै मिलेर चुनावी तालमेल गरेर सरकार बनाउने हैसियतमा फेरि यिनी आउन पनि सक्छन् मेरो प्रश्न यहीँनिर थियो डाक्टर साहब हामीले 74मा देख्यौँ माओवादी र एमाले मिलेर निर्वाचनमा गए 79मा देख्यौँ 5 दलीय गठबन्धन नै एमालेका विरुद्धमा गए त्यहाँ काङ्ग्रेस माओवादी लटरपटर थिए एमाले केही ठाउँमा तालमेल पनि गर्यो प्रत्येक निर्वाचनको ट्रेन्ड हेर्दाखेरि अब यो पटक चाहिँ नयाँ भर्सेस पुरानो पुरानो भर्सेस नयाँको पो गठबन्धन बन्ने हो कि यदि नयाँहरू सबै मिल्यो भने त्यसको पराकम्प त फेरि पुरानोमा पनि पर्ला नि त नयाँ चाहिँ मिलेर जाने अनि उनीहरू चाहिँ सिङ्गल सिङ्गल भिड्दै नहोला फेरि अब के होला डाक्टर त्यो बेलामा चाहिँ त्यही कुरामा मैले भनेको यदि यतापट्टि कुलमान रवि हर्का साम्पाङ र बालेन सँगै गएर चुनावी गठबन्धन गरेर गए भनेदेखि यतापट्टिका पुराना पार्टीहरूले पनि चुनावी गठबन्धन गर्छन् अनि दुईटा ध्रुव हुन्छ यहाँ त्यो ध्रुव भनेको कतै वेस्टर्न इन्फ्लुएन्सको ध्रुव एउटा चाहिँ साउथ एन्ड नर्थ इन्फ्लुएन्सको एउटा ध्रुव हुन्छ किनकि इतिहासमा पहिलो पटक नेपाल मामिलामा भारत र चाहिँ सघिआएका छन् काङ्ग्रेस एमाले नेपाली कम्युनिस्ट पार्टी समेतको एउटा गठबन्धन बन्न सक्छ अथवा अरू पनि पुरानो भनौँ न नयाँ र पुरानो हेर्दाखेरि नयाँ र पुरानो तर अलिक गहिराइमा गएर हेर्दाखेरि चीन भारतको समर्थित एउटा काङ्ग्रेस एमाले माओवादी सहितको एउटा टिम अमेरिका युरोप समर्थित एउटा अर्को त्यो भनेको नयाँको आवरणमा हुन्छ नयाँको आवरणमा हुन्छ त्यसरी दुई ध्रुवको राजनीति बडा पेचिलो र राजनीति बन्न सक्छ यदि त्यसरी यता एकता भएर गइदिए यता पनि सङ्गठित भएर गइदिए भनेदेखि चुनाव चाहिँ रमाइलो बन्छ अब यता नयाँहरू मिल्न सकेनन् भने पुरानाहरू पनि किन मिल्नु पर्यो आफ्ना काङ्ग्रेस भनेर जान्छ एमाले भनेर जान्छ नेपाली कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट भनेर जान्छ त्यो बेलामा नयाँहरू सिद्धिन सक्छन् किन उनको त गाउँ गाउँमा टोलटोलमा अहिले पनि सङ्गठन चाहिँ कतै छ नि
कहाँ सहरलाई मात्रै हेरेर हुन्छ? काठमाडौँ र भरतपुरलाई अनि बुटोललाई हेरेर मात्रै अनि देशको राजनीतिलाई चाहिँ विश्लेषण गर्न कहाँ सकिन्छ? नयाँहरू आए, युवाहरू आए, ल भने यही सहरमा देखाएको छ हामीले। सहरी क्षेत्रमा चाहिँ नयाँहरूले लिएलान्, तर गाउँमा त अहिले पनि सङ्घ सङ्गठनहरू सबै त तम तयार अवस्थामा छन्। फेरि हाम्रामा मतदान कसरी हुन्छ भन्ने कुरा त फेरि अर्को ट्रेन्ड छ। मतदान कसरी हुन्छ अर्को यहाँ त बुथै क्याप्चर गर्ने कुरा छ, यहाँ त प्रतिनिधि पाउँदैन नयाँले बस्न। मतका प्रकार पनि छन्, बाउ मत छन्, खाउ मत छन्, भाउ मत छन्, भड्काउ मत छन्। यहाँ त हरेक खालका मतहरू छन् त। फेरि नेपालमा त चाहिँ हरेक खालका मतहरू छन्। मतको वर्गीकरण पनि गरेर हेर्नु पर्ला नि त। कति सैद्धान्तिक र एजेन्डा बेस्ड हुन्छ र निर्वाचन एजेन्डा बेस्ड मतदान हुन्थ्यो भनेदेखि देश अगाडि जान्थ्यो। यहाँ एजेन्डा होइन, मुद्दा बेस्ड हुँदैन। निर्वाचन के हुन्छ? मुद्रा बेस्ड हुन्छ। मुद्दा बेस्ड होइन, मुद्रा बेस्ड हुन्छ। मुद्रा हावी हुन्छ, मुद्दा हावी हुँदैन। यो देशलाई कायापल गर्ने सैद्धान्तिक एजेन्डा बोकेर पार्टी गयो भने त्यो एजेन्डा फेल खान्छ जब के तत्र मुद्रा जान्छ। त्यसका मुद्रा र मुद्दाको बिचको लडाइँ हो निर्वाचन हाम्रोमा हुने। मुद्दा र मुद्राको लडाइँ हुँदाखेरि मुद्दालाई चाहिँ ओझेलमा पार्छ। जब पैसा बोल्छ तब सत्य चुप लाग्छ भन्ने त भनाइ नै छ डाक्टर। पैसा बोल्न थालेपछि आवाज कस्तो हुँदो रहेछ कि निर्वाचनमा मुद्दा मात्रै बोल्दैन नि, मुद्रा बोल्छ। मुद्रा धेरै फ्याक्टरहरू छन् यसलाई प्रभावित गर्न। जस यसपटकको निर्वाचन पेचिलो, एकदमै पेचिलोको ठाउँमा पेचिलो, रोचकको ठाउँमा रोचक, घोचकको ठाउँमा घोचक, एकदम महाभिडन्त हेर्न लायक निर्वाचन हुने भयो डाक्टर साहब। हरेक एंगलले भन्दा यो नेपालमा भएको राजनीतिक अस्थिरता चाहिँ भारतको लागि पनि घाँडो भएको छ क्या अहिले। भारत पनि यो राजनीतिक अस्थिरता कन्ट्रोल एन्ड स्टेबिलिटी नेपाल हो नि त। नेहरू डक्ट्रिनले भनेको त होइन। नेपालमा स्थिर अस्थिरता, नियन्त्रित अस्थिरता भन्छ। नियन्त्रित अस्थिरता भन्दो रहेछ भारतले राख्नु पर्ने हो। त्यसकारण त नेपालमा हेर्नुहोस् न, भारतमा भारत र नेपाल करिब सँगसँगै स्वतन्त्र भएका हुन्। नेपाल राणाबाट स्वतन्त्र हुने र भारत चाहिँ ब्रिटिस साम्राज्यबाट स्वतन्त्र हुने एकैपटक त हो नि 1947 होइन। एकैपटक भएका हुन्। एकैपटक 1 वर्षको फरकमा भए। स्वतन्त्र भइसकेर प्रजातान्त्रिक प्रक्रियामा आइसके पछाडि भारतमा अहिलेसम्म 18वटा सरकार बने। भारतमा यसरी मूल्याङ्कन गर्नु, भारतमा 18वटा सरकार बने। नेपालमा 56वटा सरकार बने। 56 सरकार बने नेपालमा, भारतमा 18वटा सरकार बने। यसैले देखाउँदैन नेपालको राजनीतिक अस्थिरता कति माथि छ। भारतमा 18वटा सरकार भन्दाखेरि यहाँ 20 बनेको भए 25वटा मात्रै सरकार भइदिएको भएदेखि बल्ल त्यसले स्थिरता छ भन्ने हामी मापन गर्न सक्छौँ। पञ्चायतकै पाला पनि स्थिरता हुन पाएन। यो देशको राजनीति मोरलेस स्थिर थियो त्यो बेला तानाशाहको नाममा। होइन भनेदेखि हामी आज 56औं सरकार हो। यो 56औं सरकारमा हामी चलिरहेका छौँ। भारतको मोदीको अहिलेको विजय 18औं सरकार हो। यस्तो अस्थिरता त नेपालमा रहेको थियो नि त। यो अस्थिरता भारतले राखेको हो। पहिलो चाहिँ सुरुमा पश्चिमाहरूले त तिब्बत केन्द्रित भएर अस्थिर राख्न चाहेको एउटा उनीहरूको दीर्घकालीन योजना छँदैछ होइन। उनीहरूको दीर्घकालीन योजना त धेरै छ हेर्नुहोस् अब होइन। अब यो बङ्गलादेशको यो चटगाउँदेखि लिएर आएर चाहिँ भारतका चाहिँ 7 सिस्टरहरू होइन, ती नागाल्यान्ड, त्रिपुरा, मणिपुरदेखिका क्षेत्रहरू अनि नेपाल समेत मिसाएर होइन, यी सबै मिसाएर एउटा इसाई राज्य घोषणा गर्ने भन्ने पनि इसाईको मिसनको चाहिँ एउटा ठुलो दीर्घकालीन योजना छ। त्यतापट्टि पनि ती इसाईकरणमा लागिरहेका छन्। त्यसको प्रभाव नेपालमा परेको छ। हेर्नु नेपालमा हिमालयको काखमा हाम्रा अरू बढिरहेको हुँदा हामीलाई खुसी लागेको आफ्नो उसमै लेखेका छन्। त्यस क्रिस्चियनिटी चाहिँ बढ्दै गएको छ। धार्मिक चाहिँ कुरा छँदैछ। संविधान बनाउँदैखेरि चाहिँ धर्मनिरपेक्ष भनेर एजेन्डा पनि मिसाइयो। त्यो धर्मनिरपेक्षको एजेन्डा भारतले होइन पश्चिमाले घुसाएको हो होइन। र यहाँ त अरू डिजाइनहरू पनि छन्। ती डिजाइनहरूका बावजुद अहिलेको तत्कालको डिजाइनिङ भनेको यदि वेस्टको निर्देशनमा अथवा वेस्टको आशयअनुसारको इन्ट्रेस्ट अनुसारको सरकार नेपालमा भयो भनेदेखि त्यो भारत र चीन दुवैलाई खतरनाक हुन्छन्। त्यसको ठाडो असर तिब्बतमा पर्न जान सक्छ। चीन डराएको छ, भारत डराएको छ। त्यसकारण पनि यिनी परम्परागत पार्टीहरूलाई बेउताएर यिनीलाई जगाएर प्रतिनिधि सभाको पुनर्स्थापना गरेर यिनलाई एक ठाउँमा लिएर जान सक्यो भनेदेखि फेरि पनि हामी बस्न सक्छौँ भन्ने। अहिले हामी त खेलाउन भयौँ सर। हामी त चेसबोर्ड हौँ।
नेपालले भनेको त चेस बोर्ड हो। यो चेस बोर्डमा चाहिँ गोटी चाल्ने चाहिँ उत्तरका दक्षिणका र पश्चिमकाले यहाँ गोटी चाल्छ। हजुर डाक्टर साहब, अब अन्तिममा हाम्रो कुराकानीको सार चाहिँ मैले के बुझेँ भने यति बेलको हाम्रो कुराकानीबाट नेपाल यतिखेर एउटा दोबाटोमा छ, संसद पुनर्स्थापना निर्वाचन भन्ने कुरामा, र यो खालि हाम्रो आन्तरिक मामिला मात्र अब रहेन, भू राजनीतिक खेल पनि निकै पेचिलो ढङ्गले भइराखेको छ। र डाक्टर साहबले भन्नुभयो इतिहासमै पहिलोपटक चीन र भारत नेपाल मामिलामा एक ठाउँमा छन्। चीन भारत एकातिर, पश्चिमा एकातिर भएर यसको भिडन्त भइराखेको छ। चीन भारतले सके संसद पुनर्स्थापना हुँदै एउटा कोर्समा जान्छ, पश्चिमाले सके निर्वाचनमा जान्छ। र चीन भारतबाट संरक्षित काङ्ग्रेस एमाले पुराना पार्टीहरू, पश्चिमाबाट संरक्षित रवि बालेन अर्क या नयाँ पार्टीहरू, यो चाहिँ अहिले भिडन्त भइराखेको छ। र डाक्टर साहबले देख्नुभएको सम्भावना चाहिँ संसद पुनर्स्थापनातिर बढी छ, र सायद त्यो सुशीला कार्कीको लागि पनि भएको कुरा होला, उनी पनि खुसी होलिन्। हाम्रो कुराकानीको सार यही हो नि त डाक्टर साहब? सार यही नै हो। हस् डाक्टर साहब, साह्रै महत्त्वपूर्ण समय दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद। यहाँलाई पनि धेरै थ्याङ्क यू सो मच डाक्टर साहब। धेरै